नमस्ते एभ्रिवान। आज चाहिँ डे 5 हो। यो चाहिँ खास भन्नुपर्दा अस्तिकै भिडियो थियो। अस्ति चाहिँ म अलिक बिजी भएर भनौँ न आफ्नो पर्सनल कामले मैले भिडियो हाल्न पाइनँ। अनि सो आज हाल्दैछु अस्तिको भिडियो। सदा चाहिँ बिहानीको सुरुवात तातो पानीबाट भयो। तातो पानी खाइसकेपछि चाहिँ त्यहाँबाट चिया नास्ता खायौँ हामी दुईजनाले। नानीहरू नआउँदा त बोर बोरै हुने है। अनि खाना खाएर एकछिन दिउँसो सुतेपछि अनि त्यहाँबाट हामीले फ्रुट खायौँ। अनि म चाहिँ टिकटक बनाउन थालेँ। टिकटक बनाउँदा पनि दिन नकटे जस्तो लागेर त्यहाँबाट बाबाले भन्नुभयो जाम इटेरी भन्नुभयो। अनि म चाहिँ रेडी हुन थालेँ। त्यहाँबाट हामी इटेरी गयौँ। सुरुमा चाहिँ इटेरी भाटभेटिनसम्म पुग्ने यसो ग्लोसरी सपिङहरू गर्ने भन्ने कुरा थियो। अनि त्यहाँ पुगेपछि हामीलाई फिल्म पनि हेरौँ न त आइसकेपछि घर गएर नि के गर्ने हो र जस्तो लाग्यो। अनि त्यहाँबाट हामी लाग्यौँ इटेरीपट्टि। इटेरी अनि 6 बजिसकेको छ। हामी पुग्दाखेरि चाहिँ 6:15को सो रहेछ। अनि हेरौँ न त भनेर टिकट काटेर माथि जाँदा त कोही पनि हुनुहुन्न थियो। मलाई चाहिँ कति भिड होला जस्तो लागिरहेको थियो। भरे भन्दा कोही पनि हुन्न। त्यहाँबाट हामीले पपकर्न किनेर लाग्यौँ हलतिर। फिल्म सुरु हुँदाखेरि पनि एकजना पनि आइपुग्नु भएको थिएन। हामी दुईजना मात्रै थियौँ। अनि फिल्म हेरिसकेर हामी चाहिँ घरतिर फर्क्यौँ। हस् त, थ्याङ्क यू फर वाचिङ। बाई बाई, सी यू नेक्स्ट भिडियो।